साथीहरु सबैजना नमस्ते छ वेलकम छ मेरो मिनी ब्लगमा। आज भोलि चाहिँ म यता काठमाडौँदेखि यता त्रिशुली के अरे 35 किलो भन्ने ठाउँमा आएको छु। अनि आज चाहिँ मेरो मामा घर जाँदैछु। हेलो 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 हामी आमा छोरी हो गाइस। फेरि म चाहिँ तरुनी छोरी चाहिँ बुढी नभन्नु होला। उहाँ चाहिँ मेरो काकी हो अनि उहाँ चाहिँ मेरो बहिनी। हामी चाहिँ आज मामा घर जाँदैछौँ। 1 घन्टा हिँड्नुपर्छ अरे साथीहरु यही कोसेली। ल साथीहरु हामी चाहिँ 35 किलो आएर चटपटे खाँदैछौँ। यहाँ हुनुहुन्छ मेरो क्युटी बहिनी, यहाँ चाहिँ हुन्छ मेरो दिदी, यहाँ चाहिँ मेरो छोरा अनि यहाँ चाहिँ मेरो दिदीको छोरा, मेरो पनि छोरा। म अब चाहिँ हामी चटपटे खाने हेर्न। आज मौसम पनि दामी छ, घाम लागिरहेछ यहाँ चाहिँ। हुनुहुन्छ चटपटे 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 खानु हुँदैछ। कस्तो छ दी? हुनुहुन्छ दिदी अनि उहाँ चाहिँ हुनुहुन्छ माम। हामी चाहिँ अब गाडी जाँदैन अरे बाइकमा। साथीहरु बाटो त्यस्तो छ, हामी जाने यहाँ आमा जानु हुँदैछ, यहाँ रिसप सबैजना यहाँ चकचक गर्दैछ। यही लाठीहरूलाई यसरी पकडेर लैजानु परिरहेछ हामीले। साथीहरु भिर पाखा यस्तो छ, यसरी लानु परिरहेछ। यही साडेहरूलाई हेर्नु, यहाँ साडे गोरुहरू, यो 2 जना साडे गोरुहरू यहाँ यी देख्न सक्नुहुनेछ। हेर्नु यहाँ पुरै बिजोक छैन। यहाँ नानीहरूलाई लिएर हिँड्न गाह्रो छ, भिड रहेछ, पाखा रहेछ, डर लागेर हो साथीहरु। यस्तो पहाडहरू रहेछ नि, कति रमाइलो ठाउँ चाहिँ यहीँ। तर केटाकेटीलाई लिएर हिँड्न साह्रै गाह्रो रहेछ, साह्रै गाह्रो रहेछ साथीहरु पुरै। यहीँ हाम्रो यहाँ रिसपलाई लिएर हिँड्न पनि यति गाह्रो परिरहेछ साथीहरु। के गर्नु, लड्छ कि भन्ने तराई यस्तो छ। भ्यू यस्तो छ यहाँको। यो चाहिँ ऐसेलुको बोट अरे, घुम्न आएको। ऐसेलु टिप्दिनु हुँदैछ यहाँ मामले। बहिनी देखाउ त ऐसेलु। ए यहाँ यो साथीहरु ऐसेलु। खोइ ऐसेलु चाहियो। यहाँ मामले ऐसेलु टिप्दिनु भयो। झर्ना यो चाहिँ देख्न सक्नुहुनेछ पहाड, खतरा भ्यू छ। हामी अझै कति जानुपर्ने हो थाहा छैन। यहाँ मेरो छोरा र यहाँ बहिनी चाहिँ हिँड्दैछ साथीहरु। यहाँ दिदीको छोरा रिसले बम बम भइरहेछ कुद्न नपाएर। हेर्नु साथीहरु यस्तो राम्रो भ्यू छ, खतरा। 35 किलोदेखि भित्र हो। यो चाहिँ त्रिशुली साइडतिर हो। साथीहरु यो चाहिँ 35 किलोदेखि भित्र केउरेनी भन्ने ठाउँको स्कुल हो। नाम चाहिँ रहेको छ यहाँ देख्नुहोस्। के नाम अरे यता भनिदिनुहोस् त। यो स्कुलको नाम चाहिँ यो अरे, मलाई बहिनीले भन्नुहुँदैछ। स्कुल पनि राम्रो रहेछ। यहाँ चाहिँ यस्तो जाने बाटो चाहिँ यस्तो छ, यस्तो ओह्रालो बाटो चाहिँ यस्तो छ। मेरो छोरा यहाँ फेन्टा बोकेर यहाँ मेरो छोरा यसरी हिँड्दैछ। यो चाहिँ सिस्नो। सिस्नो देख्न सक्नुहुनेछ। सिस्नोले पोल्छ है हामीलाई। सिस्नो छ सिस्नो। ओ यहाँ यो सिस्नो अरे, ऊ सिस्नो पोल्छ है सिस्नोले। यो सिस्नो है पोल्छ है। यस्तो छ बाटो हेर्न जाने। यही यस्तो हिँड्नुपर्छ। यस्तो बाटो छ रहेछ नि, ओह्रालो न ओह्रालो साथीहरु।
यस्तो छ बाटो। यस्तो ओह्रालो छ बाटो। आउनु हुँदैछ दिदी काकी आमा छोरो साथीहरू। फेरि यस्तो बाटो आयो। यस्तो छ बाटोहरू। यस्तो बाटोमा हिँड्नुपर्छ। यहाँ छोरा काकीले कराउनु हुँदैछ। नपर्छ है तिमीहरूलाई। तँलाई पनि के को प्रज्ञानले मात्रै। तँ चाहिँ खुबै ड्रोन पल्टेर हिँडेको छैनस्। तँ चाहिँ खुब काकीको माइत गएको अरे मामा घर। बाटो यस्तो छ यहाँ देख्न सक्नुहुन्छ हाम्रो बाटो। बाटो दामी छ अरे भर्याङै भर्याङ छ। मेरो छोरा चाहिँ जति हिँडे पनि नगल्ने होइन यहाँ साथीहरू। मेरो छोरा चाहिँ हिँडे पनि नगल्ने। त्यो सुन्तलाको बोट हो यहाँ आन्टीको घरमा। सुन्तलाको बोट यहाँ फली पनि रहेछ सुन्तलाहरू। अब पाक्न पनि आँटेछ है। पाक्न पनि आँटेछ। यो चाहिँ आन्टीको घर हो। यहाँ सुन्तला त्योहरू। यो चाहिँ कोदोको बोट। कोदो हामी जाने बाटो चाहिँ यस्तो छ। लड्दै पढ्दै जाँदैछन् केटाकेटीहरू। लडीपडी गर्दै जाँदैछन्। हामी जाने बाटो चाहिँ यस्तो छ। अनि यस्तो भिरपाखा पनि छ। यस्तो कोदोहरू फुल्दैछ धम्माधम। कोदो फुल्यो बारीमा भने जस्तै कोदो फुल्दैछ। पाहाडमा चाहिँ यस्तो जग्गा हुँदो रहेछ। हाम्रोतिर चाहिँ सम्म हुन्छ नि। यहाँ त यस्तो हुँदो रहेछ जग्गा। घरहरू यतातिर पनि कति राम्रो राम्रो घरहरू चिटिक चिटिक पारेर राखेको हो साथीहरू। अब चाहिँ हामी एउटा मामको घर चाहिँ आइपुग्यौँ। यहाँ काकी जानुहुँदैछ। मामको घर आइपुग्यौँ अब चाहिँ हामी साथीहरू। यहाँ मेरो छोरा उहाँ पुगिसक्यो। यहाँ न साथीहरू लडेर खुट्टा फोरै फोर भइरहेछ। लडेर बङ्लाङ्गै लड्यो अघि। लड्यो पाहाडमा। यो चाहिँ मामको घर। मामको घर आएको। मामको घर आइसक्यो। हामी चाहिँ आउन हामी मामको घर आयौँ। यो चाहिँ मामको घर होइन। यहाँ चाहिँ कुखुरा पनि रहेछ मामहरूकोमा। हेर्नु यहाँ हाम्रो लाठेहरू। यहाँ चाहिँ माम हुनुहुन्छ है। हाम्रो चाहिँ माम। काकीको चाहिँ फुपू। हाम्रो चाहिँ माम हो। माम फ्यालाजी। मामहरू चाहिँ बाख्रा चराउनु हुँदो रहेछ। लाउनु फुल लाउनु हस्। मेरो छोराले साथीहरू फुल ल्याइदिएको अरे। कोदोबारी देख्न सक्नुहुन्छ। कोदोबारी यहाँ पहाड। यत्रो पहाडबाट आएर हामी यहाँ यो कान्छी बहिनीको घर जाँदैछौँ। यहाँ मेरो छोरालाई काँधमा बोकिरहेछ बहिनीले। कोदो नै कोदोबारी बारी बारी घुम्दैछौँ हामी चाहिँ यहाँ। कोदोबारी जाँदैछौँ। अब यो कोदोबारीबाट फेरि तल
कता हो घर पनि। अब घर आइपुग्यो रे ऊ, घर आइपुग्यो भन्दैछ, ऊ कुद्दैछ। आयो यस्तो दामी भ्यू रहेछ, दामी भ्यू यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले। यहाँ घर देखाउँदैछ कान्छीले, घर आएर कान्छीको यहाँ घर आइसक्यो रे, घर आएर कान्छी बहिनीको घर। पहिरो गएछ राम साथीहरू, यहीँ पहिरो गएको हेर्नु न, पहिरो गएछ उलुजा पुग पहिरो गएछ। यहीँ उनीहरूको घर जाने बाटो अरे यो चाहिँ, पहिरो गयो रे। यस्तो छ बाटो यहीँ यही आयौँ हामी। यहाँ बोडीहरूको रुखहरू पनि रहेछ, यहाँ काँक्राको रुख, बोडीको रुख। यहीँ माम आउनु भएको छ। यहाँ चाहिँ माम हुनुहुन्छ, म सरू काकीको छोरी। सरू काकीको छोरी? हजुर, उहाँ झापा उताबाट मोरङबाट आएको। साथीहरू उहाँ यत्रो पहाड, त्यसपछि यहाँ उनीहरूको घर हेर्नु न, यहाँ यत्रो पहाड चढेर आएको। यही मेरो छोरालाई बोकेर हिँडेको रे, सकिएन छोरालाई बोकेर हिँड्नु, गाह्रो छ यस्तो। भगवान् कत्रै रहेछ बाटो त, लड्छ होला झन्डै लड्यो। यो चाहिँ कान्छीको घर हो, कान्छी बहिनीको घर। यही पहाडहरू खतरा देखिँदो रहेछ, उनीहरूको घरमा यहीँ कोला पनि रहेछ। साथीहरू पहाड यस्तो देखिन्छ। साथीहरू आइपुग्यो कान्छी बहिनीको घर, बहिनीको घर। काकीहरू चाहिँ आउनु हुँदैछ, यहाँ काकी मासु चिउरा खानु हुँदैछ। हामी चाहिँ यहाँ गाउँमा बाजेको घर आइसक्यौँ, मामा माइजूको घर। यति भन्दै मेरो भ्लग चाहिँ यहीँ गर्न चाहन्छु। हस्त साथीहरू धन्यवाद, अनि मेरो भ्लगलाई लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई साथीहरू, फेरि पनि अर्को भ्लगमा भेट्नेछौँ। बाई।